आइसक्यो हो ल ल सिधै माथि आइसक्यो त्यहाँ गरेपछि पनि त्यही बस्दै It is called स्ट्यान्डर्ड देखिन्छ त्यो चाहिँ कागबेनी त्यो कागबेनी त्यो देखिएको नदी चाहिँ कालीगण्डकी जति देखिरहेछ यो तलदेखि नै जमसम बजार पुरै कालीगण्डकी चाहिँ पुरै यो जमसम भ्यू पोइन्ट
अब अलिकति हिँड्यो भने पुगिन्छ यो जमसमको भ्यू पोइन्टमा। अलिक गाह्रो भइरहेछ। ऊ त्यहाँ त्यो जमसम हो, यो हिमालय रेन्ज, यो बाटो जाने पुरै यो मुलायम, यो रेशमी कपास जस्तो बाटो छ। टक्क यसरी हिँड्दै जाने यो बाटो आएको। चस्मा ल्याइएन, पुरै हिउँ टल्केर हेर्न गाह्रो भएर आँसु आइरहेछ पुरै। ओहो मजाको छ। टक्क अब त्यो साइडमा नीलगिरी हिमाल पनि टलक्कै हो। खासमा यति टाढा होला भन्ने पनि थाहा थिएन। विदाउट क्यालकुलेसन आएको, पानी तिर्खा लागिरहेछ। अब म यो खान्छु, यो ए खुब चिसो। बिहान लगभग 3 घन्टामा जमसमबाट यो जमसमको म भ्यू पोइन्टमा आएँ। यो चाहिँ भ्यू पोइन्टमा आएपछि यस्तो राम्रो देखिँदो रहेछ। यो नीलगिरी हिमाल भयो, ठ्याक्कै आम्ने सामने जस्तो भएर देखिँदो रहेछ। यो निकै सुन्दर छ। वाह, आज जमसमको यो मौसम निकै सफा पनि छ। अनि बिहान हिँडेको अहिले 3 घन्टा भनौँ न, लगभग 3 घन्टा अहिले यहाँ पुगेँ। यस्तो मजाको ठाउँ रहेछ। वाह, यो हो नि त हिमाल, पुरै तल जमसम बजार, पुरै 360 डिग्रीमा हिजो अस्ति हिउँ परेको भएर यो वरिपरिका सबै पहाड हिउँले चप्प चपेको छ। सुन्दर छ पुरै। टक्क यो चाहिँ कालीगण्डकी किनार अप्पर मुस्ताङ जाने यतातिर चाहिँ यो साइड मुक्तिनाथ साइड हो, पुरै क्लियर छ। सुरु हो अनि कहिले हुन्छ है ट्रेनिङ? मुक्तिनाथ गएको टाउको दुखेन।
आज चाहिँ यो जमसमको भ्यू पोइन्टमा आइयो। साह्रै मजाको रहेछ यो। यस्तो हेर्दाखेरि नि यो निलगिरी हिमाल यस्तो आनन्दको ठाउँ। पुरै 360 डिग्रीमा यहाँ हिमालय देखिन्छ। ल हेर बिस्तारै हेर त। ल हेर है। ल धौलागिरी निलगिरी सबै त सबैभन्दा लास्ट त देखिरहेको सानो धर्सु जस्तो देखिएको छ अप्पर मुस्ताङ। त्यो अप्पर मुस्ताङ। अनि यो चाहिँ मुक्तिनाथबाट माथि जाँदैखेरिको त्यहाँबाट गयो भने थराङ्ला पास। अनि तिलिचु हिमाल यो निलगिरी हिमाल यो तिलिचु यो तिलिचु यो निलगिरी त्यो धौलागिरी गजब। ल हेलो हेलो त्यसपछि यो पुल हुँदै गयो भने त्यहाँबाट माथि गयो भने अप्पर मुस्ताङ हुन्छ। अब यो कालीगण्डकी नदी यो हेऱ्यो भने कति ब्युटिफुल मजाको कलरफुल रक। अनि यो कालीगण्डकी भयो। यो कलरफुल रकको बिचबाट यो सुरुङबाट त्यहाँ सुरुङ छ। त्यो सुरुङबाट चाहिँ मजाले कालीगण्डकी नदी आइरहेको मजाको। अब हामी यता जान्छौँ। यो चाहिँ त्यो सुरुङ त्यहाँबाट कालीगण्डकी नदी यो सबै आइरहेछ मजाले आइरहेछ। पहिले भिलेज गइ लैदियो तपाईँ त। वाह हेर त। जय यस्तो ठाउँबाट आइयो। यस्तो ए अब यहाँबाट निक्लिने यहाँबाट बिचबाट जाँदैछु।
बाटो अप्ठ्यारो रहेछ ल पुरै अलि बिस्तारै है पुरै बाटो भएछ टाङ्बे होइन यो हजुर टाङ्बे हिजो राति आयौँ हामी राति आउँदाखेरि केही पनि देखिएन तर अहिले हेर्दाखेरि यस्तो सुन्दर देखिरहेको छ विशेष गरी पुरानो गुम्बा निकै मजा आइरहेको छ टाङ्बेबाट हामी सुर्खाङ जाँदैछौँ यो याक खोला अहिले परिरहेको छ अब यो याक खोलाबाट अगाडि कालीगण्डकी हुन्छ र कालीगण्डकी यसरी तर्दै तर्दै हामी सुर्खाङ पुग्छौँ कालीगण्डकीको किनारे कि यहाँ कि मेरो जुत्ताको यो यस्तो फोहोर भयो पुरै हिजो
त्यसबाट आउँदाखेरि अब यो जुत्ता सफा गर्नुपर्छ त्यसलाई सफा गर्नुपर्छ अनि यो डो लागिरहेको फोन हो आउनुहोस् आउनुहोस् ए सानो 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 पेन्सन तिमीहरूको त यता माथिबाट आउने चाहिँ कालीगण्डकी यताबाट आउने चाहिँ याक खोला यो कालीगण्डकी र याक खोला दोभान अनि हामी ताङबाट बिहान 9 बजीतिर हिँड्या अहिले यो याक खोलाको किनारै किनारा आयो अब यो कालीगण्डकीको किनारै किनारा हामी सुर्खाङसम्म पुग्छौँ अनि हामी हिजो बिहान छुसाङबाट ताङबे आएर बस्यौँ अनि अब अहिले हामी सुर्खाङ जाँदैछौँ कालीगण्डकी नदी तर्नुपर्छ पुरा कालीगण्डकी नदी आइरहेछ यता गइरहेछ कालीगण्डकी नदी पानी डर लाग्छ चिसो हो चिसो लास्ट चिसो छ पानी आज खासमा हामी माथिल्लो बाटो गयो भने हुन्थ्यो सुर्खाङ खोलाको बाटो आउने भनेर भन्यो आउँदा आउँदै यहाँ थुप्रो शालिग्राम फेला पारियो एकदम सेलेक्टेड 1-2 पिसी लगाएर जाँदैछ हामी पुरै सूर्यमुखी रहेछ कालीगण्डकीको किनारै किनार हिँडिरहेछौँ हामी यस्तो धेरै भेटिरहेछौँ हामीले भेट्यो भने लान्छौँ कति धेरै भेटिने कि यो अनि यो यस्तो मैले लिइसकेँ अहिले त्यही भएर ल्याउँदिनँ अलिक फरक किसिमको अलिक सग्लो शिला पाइयो भने मात्र लिन्छु म यस्तो छ यो चाहिँ नलिने यो पनि नलिने यस्तो पाइसक्नु त्यही भएर यसलाई यहीँ छोडिदिन्छु म यहीँ छ ल शालिग्राम फेला पर्यो यस्तो मजाको फुटिया रहेछ यसलाई हामीले केही पनि गर्छौँ यहीँ राखिदिन्छौँ अहिले गतिलो फेला पारेर पनि लान्छौँ ल यहाँ रहेछ पुरै कस्तो मजाको यार ल आफैले कालीगण्डकीमा हिँड्दा हिँड्दै यस्तो मजाको भेट्यो यार तर अब नफुटेको चाहिन्छ भन्छन् हेरौँ तै पनि यो चाहिँ म लिन्छु त्यो गजबको छ ल यो केही हो यो केही हुनुपर्छ ओइ यो चाहिँ लान्छु म भेटियो
यो पनि म लान्छु अनि यो पनि लान्छु। यो बोक्नु 1 किलो सायद। त्यही त ऊ त्यो राख्ला सर कहाँ? त्यो जाने बाटो राख्ला सुरक्षित जाने बाटोमा कालीगण्डकी किनारे किनारे हिँड्दाखेरि वाह दामी छ त है। अलि फुटेछ। यसलाई नि उठाइदिए यसलाई पनि यसलाई लाने टक्क ल यसलाई लैजाने हो मजाको रहेछ। आधी रहेछ क्या पुरा भएको है त है यो। पुरा पुरा मात्रै उठाउँछन्। यसलाई मैले एकछिन हालेँ ल अर्को नभएला नि त यसलाई नि लाने। यसको कम्प्लिट पार्ट पाउनु पर्यो यसको पुरै गोलो शालिग्राम ल यसको पुरै पार्ट पायो भने लाने। એટલે यसलाई पनि लान्न छोड्छौँ। मैले यो अलरेडी लिइसकेको छु अब अर्को लिनु लाग्यो यो यहीँ छोडिदिन्छु। अहिले त पुरै पानी चुन्थ्यो सर पहिले। सुर्खाङ होइन यो कति किलोमिटर हो? ए यो धी हो यहाँबाट उहाँ जान्छ अरे नि लमाङथाङ बाटो गएको छ? कति घन्टा लाग्छ? अन्डा डेकोरेसनै राम्रो क्या।
83 त्यही हो। यहाँ के छ म्युजियम जस्तो छ। यो त यहाँभित्र त हामीलाई जानु हुन्थ्यो दिन्छन्। दरबार त सच्ची हो हजुरको। हो त्यो मेरो दरबार त ठुलो दरबार। त्यहाँदेखि गुम्बा भएपछि त्यहाँ खोल्छ झरेर हजुर त्यो बाँस पासेर ढिलो अछि क्यामेराहरू फिट गर्ने। पुरै हामी चराङबाट मराङ हुँदै घार गुफा हुँदै के अरे घार गुम्बा हुँदै यहाँबाट घमी जाँदैछौँ। त्यो पास गरेर हामी घमी जान्छौँ। त्यो पास झन्डै 4000 मिटर उचाइमा छ। मिटर उचाइमा हेर नि हामी चाहिँ बिहान चराङबाट हिँड्यो। हामीलाई झन्डै 3 घन्टा लाग्यो। अनि यो चाहिँ पास। अब हामी यहाँबाट घमी जान्छौँ। यो हाइटमा आउँदा त पुरै स्यासे बढ्दो रहेछ। जस्तै स्यासे अन्त भन्दा साह्रै बजाएको मामा पुरै के हो हेर्दै। ल ठिक छ।
चराङ निस्किने बाटो पनि रहेछ नि सर होइन नि चराङ निस्किने ए यता रहेछ सर लोकेको यता रहेछ सर होइन नि उनीहरूले भनिदिएको त होइन नि पट्टै आइदो रहेछ होइन सर दुईजना बिहान चराङबाट हिँडेर यहाँ पुग्यौँ हामी यो ढाकमार हो यो पुरै कलरफुल रङ्गीचङ्गी यो जुन चट्टान छ पहाड खुब मजाको देखिरहेछ यहाँ गौतम बुद्धको मूर्ति पनि रहेछ अनि यो कलरफुल पहाडको लागि चाहिँ ढाकमार चाहिँ निकै फेमस छ अनि त्यो भित्रभित्र त्यो गुम्बा के अरे ऊ पनि रहेछ गुफाहरू रहेछ त्यो त्यहाँ कलरफुल गुफाहरू बनाएर बसिरहेको ढाकमार अप्पर मुस्ताङको ढाकमार घेमीदेखि 1 किलोमिटर पर यस्तो राम्रो सुन्दर ठाउँ छ पुरै कलरफुल पहाड आर्ट ग्यालरी जस्तो आज नयाँ वर्षको पहिलो दिन 2083 सालको वैशाख 1 गते ट्रेकिङको क्रममा घमीबाट सुसाङ जाने छ झन्डै 29 किलोमिटर अहिले यहाँको सबैभन्दा हाइएस्ट पोइन्टमा पुगेको झन्डै 4000 मिटरको उचाइमा मजाले यो नीलगिरी हिमाल देखिरहेछ मजा आइरहेछ
समर जान्छ त्यहाँ सुरु सिक्की थाहा जाने एकछिन हेर्ने अनि त्यसरी हामी समर जान्छ